अहिलेको प्रधानमन्त्रीले राजीनामा दिएर बाटो मार्ग प्रशस्त गर्नु, त्यही ठाउँमा यदि हर्क साम्पाङ भइदिएको भए अहिले कस्तो लाग्न थालेको छ भने भोलिपल्ट ओलीलाई र लेखकलाई, त्यो रमेश लेखकलाई लगेर थुनिदिन्थे। सुशीलाको ठाउँमा हर्क साम्पाङ भइदिएको थुनिदिन्थे, लगेर डाइरेक्ट थुनिदिन्थे। नमान्ने आइजिपी छ, नमान्ने कुनै सुरक्षा निकाय छ भने घोक्राएर निकालिदिन्थे। जे पर्थ्यो पर्थ्यो। हर्क साम्पाङसँग त्यत्रो तागत थियो है। प्रधानमन्त्री भएपछि भइहाल्छ नि तागत। 1 महिनासम्म लछारपाटो लाउनुहुन्न भन्ने कुन चाहिँ कानुन हेर्नुहुन्छ उहाँले? मुलुकमा दरो मान्छे चाहिन्थ्यो अहिले प्रधानमन्त्री, इतिहासकै सबैभन्दा लुरे प्रधानमन्त्री र एक किसिमले भन्नुहुन्छ भने झुटो बोल्ने प्रधानमन्त्री पायौँ हामीले। किनभने उहाँले भनेको थियो राजीनामा दिएर मात्रै हुँदैन, कठघरामा उभ्याउनु पर्छ भनेर बोलेको उहाँले नि हो। साह्रै नै रिस उठायो भने देउपाजी र आर्जुका हालत बनाइदिन सक्छन् जेनजेडले। फेरि आन्दोलन दुई फेरि सुरु हुन सक्छ। त्यो 76 जना मान्छे मरेको यिनीहरूले बिर्सेका छन्। वर्ल्ड रेकर्डमा छ, त्यो विश्वले हेरेको छ। त्यो अब हुने आन्दोलन कसको विरुद्ध? ओलीको विरुद्ध कि सुशीलाको विरुद्ध? ओलीको विरुद्धमा किन जानु पर्यो र? उ त अहिले बाहिर खासमा त निक्लिन सकेका छैनन्। फेसबुकबाट पठाए होला डराई। बरु हर्क साम्पाङलाई बनाएको भए टुङ्गो लगाइदिन्थ्यो। उसले जनजातिको छोरो, जे पर्थ्यो भनेर जनताले भन्न थालेको मैले सुने।